सम्पूर्णमा नमस्कार। आज एउटा कविता लिएर आएको छु। हालचालै साहित्य पोस्टमा छापिएको मेरो एउटा छन्द कविता छ, विदेश गइन आमा। यो अनुष्टुप छन्दमा रहेको छ। म यसलाई वाचन गर्ने प्रयास गर्नेछु है त। विदेश गइन आमा, अनुष्टुप छन्द। फाटेको ओठमा मैले मुस्कान भर्न पाइन, तिम्रा लागि कुनै आमा पौरख गर्न पाइन। गरे गर्न त औधी नै परिश्रम स्वदेशमा, जान पाइन पारीको झिलिमिली विदेशमा। लुटियो श्रमको मूल्य, चुसियो पसिना पनि, बित्यो पुरै जवानी यो भत्कियो सपना अनि। बाँकी थिए खुसी धेरै, किन्ने धन कमाइन, आँसु धेरै पिए आमा कुनै दिन रमाइन। धेरै खुसी दिने आशा मरिगयो त्यसै त्यसै, राम्रो भविष्यको फुल झरिगयो त्यसै त्यसै। पुगेन खान मजाले 10 नङ्ग्री खियाउँदा, सधैँ रित्तो हुँदै आए साहुलाई रिझाउँदा। सबै कर्म गरेकै हो मात्र विदेश धाइन, पार्टी झन्डा नबोकेर लाभको पद पाइन। जता गयो उतै पाए मोटाएका महाजन, साहु नै साहुका माझ बाँच्ने हो कसरी भन। जान्न खोजिन चातुर्य जाल झेल ठगी कला, सोझो बाटो हिँडे आगे सम्झेर दुनियाँ भला। पाइला पाइलामा छन् सामन्ती टुकडीहरू, चिसा भोका र रित्ता छन् दिनका झुपडीहरू। कोही गए नदी पारी, कोही पुगे अमेरिका, कोही जापानमा दौडे, कोही कुदे मलेसिया। विदेशमा गएको भा केही धन हुने थियो, थोरै धन जुटेको भा हल्का मन हुने थियो। नगरेको कहाँ हो र धेरै दुःख गरे यहाँ, चारैतिर अँध्यारो छ भुमरीमा परे यहाँ। अब जान्न नि आमा म काख छोडी कतै पनि, बरु कुर्छु महाकाल कहिले मरुला भनी। बरु कुर्छु महाकाल कहिले मरुला भनी। बरु कुर्छु महाकाल कहिले मरुला भनी। धन्यवाद।